स्वास्थ्य सबैभन्दा ठुलो उपहार हो, सन्तुष्टि सबैभन्दा ठुलो धन हो र इमान्दारिता सबैभन्दा ठुलो सम्बन्ध हो। नमस्कार सम्पूर्ण उपस्थित भ्युवर्सहरुमा, आज पनि म आएको छु नयाँ ब्लग लिएर। आज शनिबारको दिन भदौ 6 गते। आज हामी लाग्दैछौँ मध्यपुर टिमी। आजको रन छ मध्यपुर मनसुन रन र त्यहाँ हामी जाँदैछौँ। मेरो साथी पनि आउँदै हुनुहुन्छ। भक्तपुर अलिक टाढा छ, त्यही कारणले गर्दाखेरि आज हामी बाइकमा जाँदैछौँ। आजको ब्लग पनि अत्यन्त रमाइलो हुनेछ। स्वास्थ्यको लागि हामी पूर्ण रूपमा ध्यान राखेर आज फेरि यो रनलाई हामी अगाडि बढाउँदैछौँ। आजको भिडियो एकदम रमाइलो हुनेवाला छ, अन्तिमसम्म हेरेर साथ दिनुहोला। हेलो गाइज, म साथीलाई कुर्दै थिएँ। साथी आइसक्नु भएको छ यहाँ रेनकोट लगाएर। अब देख्न सक्नुहुन्छ उहाँलाई यहाँ हिरो भएर आउनुभएको छ। गुड मर्निङ गुरु। आज मैले एकदम सिङ्गल लेन्सबाट मैले खिचिरहेको छु। जाउँ अब है त, ढिला पनि भइसकेको छ। म अब उहाँको बाइकमा चढ्छु। डबल रहेछ होइन हजुरको? हामीलाई डबल कति लाग्दैन अहिलेको लागि, हामी सिङ्गल अहिले युज नगरौँ। ल अब म लाग्दैछु उहाँसँग। मैले पनि हेलमेट लिएर आएको छु, हेलमेट लगाउनु पर्ने हुन्छ, पानी परिरहेछ। अब हामी कलङ्गी चोकबाट लाग्दैछौँ मध्यपुर टिमीतिर। मनसुन रेन भनेको छ, मनसुन जस्तै भइरहेको छ, पानी परिरहेछ। गुरु के भन्नुहुन्छ? मनसुनमा पानी परेन भने कहिले पर्छ होइन? मनसुन रेसमा अब पानी त पर्नु परिहाल्यो है, नत्र भने त यो मनसुन रनै हुँदैन है। यो यस्तै हो रमाइलो होइन। मनसुन रन त हुनु परिहाल्यो, मनसुन रनमा पानी त पर्नु परिहाल्यो। हजुरलाई के लाग्छ? सही हो। साउन र भदौमा हामीले रन गर्दाखेरि स्याटरडेको दिनमा पानी परेको थिएन, राति अथवा अगाडि दिन परेको थियो। आज भने चाहिँ बिहान चिसो पानी हल्का छिटाइरहेको छ। एकदम रमाइलो हुन्छ आजको रन पनि होइन गुरु? ओके, अब रमाइलो त हुनु परिहाल्यो है। अब जीवनमा रमाइलो गर्नु परिहाल्छ, लाइफलाई इन्जोय गर्नुपर्छ होइन। त्यही भएर अब रमाइलो चाहिँ हुन्छ, ढुक्क हुनुहोस्। माई मन्दिर कलङ्की माई मन्दिरले सम्पूर्ण भ्युवर्सहरूको रक्षा गरून् आज शनिबारको दिन। साथीहरू, अहिले हामी आएका छौँ दशरथ स्टेडियम र यहाँबाट हामी राइट लिएर लाग्दैछौँ थापाथलीतिर। हाम्रो डेस्टिनेसन भनेको मध्यपुर टिमी हो। हजुर देख्न सक्नुहुन्छ यहाँ बाइकले पानी फार्र फाल्दै हामीलाई पानी छाप्दै अगाडि बढिरहेको छ। यो वे हो थापाथली। गुरु कस्तो भइरहेको छ? एकदम रमाइलो भइरहेछ है। लाइफमा इन्जोय गर्नुपर्छ होइन। अब हामीले ट्रेल रेस दौड्यौँ है, हामीले रोड रेस दौड्यौँ, म्याराथन दौड्यौँ, हाफ म्याराथन दौड्यौँ। अब यो मनसुन रनको आफ्नै रमाइलो छ गुरु। किनकि हेर्नुहोस्, अब मनसुन रन भनिसकेपछि पानी त पर्नु परिहाल्यो। यो झिमझिम पानीमा हामी कुद्छौँ होइन। अनि अलिकति बिरामी हुने चान्सेस चाहिँ छ होइन। तर पनि लाइफमा सबै कुराहरूको इन्जोय लिनुपर्छ होइन। हामी हेल्दी हुनुपर्छ होइन। अब आज हामी जतिसुकै पानी परे पनि हामी कुद्नेछौँ। हो, हम दौडेंगे। र उहाँको हिन्दीमा पनि भ्लग आउँदैछ, हेर्नु होला हजुरले। उहाँले हिन्दीमा भ्लग बनाउँदैनुहुन्छ भने मैले नेपालीमा भ्लग बनाउँदैछु। आउँदैछ हाम्रो मनसुन रन मध्यपुर टिमीको। र यस भन्दै गर्दाखेरि यहाँ देख्न सक्नुहुन्छ थापाथलीबाट हामी अगाडि बढ्दैछौँ अब माइती घरतिर। र यो थापाथली एरिया भनेको चाहिँ कारको लागि एकदम चर्चित छ। आसपासमा कार सोरुम देख्न सक्नुहुन्छ। र एक दिन हाम्रो पनि नहोला भन्नु सकिँदैन। यस्तै गरी हजुरले माया गर्नुभयो भने यो भ्लगबाट पैसा आयो भने होइन त? लडिक छ। अब हामी थापाथली क्याम्पसबाट अगाडि लाग्दैछौँ माइती घर। त्यस पछाडि हामी कताबाट लानुहुन्छ उहाँले थाहा छैन मलाई। उहाँको हातमा छ सबै स्टियरिङ। ओके, अब हामी यहाँबाट राइटतर्फ के भन्छ राइटतर्फ मोडिँदैछौँ। यहाँबाट हामी लाग्छौँ अब यहाँबाट फेरि लेफ्टतिर लाग्छौँ हामी बारिसतर्फ। यहाँ देख्न सक्नुहुन्छ हजुरले राइट साइडमा सेन्ट जेभियर्स र उहाँको चलाइ फेरि यतिकै छ।
त्यति फास्ट छैन, एकदम कम्फर्टमा, त्यति स्लो पनि छैन, त्यति फास्ट पनि छैन। ट्राफिक नियम पालना गरेर राइड गर्नुपर्ने हुन्छ। यो अब हामी ब्याक साइडबाट पनि लिँदैछौँ। यो सिन कस्तो आउँछ हेर्नु होला। यो नयाँ हामीले ट्राई गर्दैछौँ। यस्तो भ्लग त बनाउनु गरेको छैन, तर ब्याक साइडबाट पनि हामीले यो विदाउट सेल्फी हाइड गरेर लिनेवाला सिन छ। कस्तो आइरहेको छ हेरौँ। ल धेरै लामो बनाएन मैले। र अहिले आइसकेका छौँ हामी बानेश्वर। र अगाडि ट्राफिकले रोकेको छ, ट्राफिक लाइट छ। करिब 1 मिनट 6 सेकेन्ड हामी ट्राफिक लाइटमा रोकिएका छौँ। साथीहरू अहिले हामी तिनकुनेबाट लाग्दैछौँ अगाडिपट्टि। र यहाँ देख्न सक्नुहुन्छ शनिबारको दिन बिहान पानी परेर रोड चिसै छ, रोड भिजेको छ। हामी आफ्नो गन्तव्य अहिलेको लागि मध्यपुर टिभीतिर लाग्दैछौँ। साथीहरू म जर्सी लगाएर रेडी भइसकेको छु। बिब नम्बर मेरो यहाँ छ 205। आज मैले खुट्टामा लगाएको छु। र अब वार्मअप सेसन सुरु हुँदैछ। सब धावकहरू वार्मअप सेसनको लागि रेडी हुनुहुन्छ। हजुरले देख्न सक्नुहुन्छ वार्मअप सेसनको लागि सम्पूर्ण रनर्सहरू रेडी हुन्छ। बालकुमारी मन्दिरमा वार्मअपको लागि हामी सम्पूर्ण रनर्सहरू रेडी भइसकेका छौँ। रनिङभन्दा वार्मअप चाहिँ जरुरी छ। अब वार्मअप सुरु हुँदैछ। हामी सबैजना रनर्सहरू वार्मअप गर्नको लागि रेडी छौँ। आज हामी पछाडि बसेर वार्मअप गर्नेछौँ। वार्मअप चल्दैछ बालकुमारी मन्दिरको प्राङ्गणमा। स्योर साथीहरू, जर्सी त हामीले हिजो लिएको थियो, बिब नम्बर हिजो लिएको थियो, इन्ट्री गराएको थिएन। अब इन्ट्री पनि गराउनु पर्ने रहेछ। हामीलाई थाहा थिएन। यहाँ मान्छेहरू बसिराख्नु भएको छ, यहाँ रनर्सहरू बसिराख्नु भएको छ। इन्ट्री गराउनु पर्ने भइसकेपछि हामी आउँदैछौँ। हामीलाई थाहा थिएन इन्ट्री गराउनु पर्ने भनेर। हामीलाई त्यस्तो लागेको थियो, तर त्यस्तो होइन रहेछ। अब हामीले पनि इन्ट्री गराउँछौँ। जाति भाषा धर्म संस्कृति छन् विशाल, अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। बिहान भक्तपुरमा भजन कीर्तन पनि भइरहेको छ। शनिबारको दिन बिहानै भजन कीर्तनमा बुवा आमाहरू मन्दिरमा, बालकुमारी मन्दिरमा उहाँहरूले भजन कीर्तन गर्दै हुनुहुन्थ्यो। त्यो पनि आवश्यक छ। एउटा उमेर पुगिसकेपछि अहिले
युथहरूलाई फेरि फिटनेसको आवश्यक छ। सबैजना हामी रनिङ स्टार्ट हुने ठाउँतिर हामी अगाडि बढ्दैछौँ। साथीहरू रन सुरु भइसकेको छ। अब यहाँ अहिले एकछिन यस्तै हुनेवाला छ। अगाडि ओह्रालो छ। मनसुन रन भनेको यही हो, पानी चिप्लो हिलो है। लेट्स रन नाउ। यहाँ चाहिँ धेरै ओह्रालो छ है। Run, run, run. आजको यस मधेपुर मनसुन रन 7.5 किलोमिटरको रन रहनेछ। 7.5 किलोमिटर। हामी हाइवे आइसकेका छौँ। अब लेफ्ट टर्न हामी लाग्दैछौँ। आज पानी परेकोले बाटो चिप्लो छ, बिस्तारै दौडिन्छौँ। बिस्तारै दौडिन्छौँ, भले रोक्नेवाला पनि छैनौँ। अगाडि देख्न सक्नुहुन्छ पार्कसम्म नै, पछाडि पनि त्यतिकै रनर्सहरू हुनुहुन्छ। रनर्सहरू देख्न सक्नुहुन्छ। अलिकति पेस बढाउँदैछु म। Run, 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 run. कुदियो भाइ कुदियो, कम अन, आऊ।
कुद्यो भाइ कता छ यहाँबाट हामी लेफ्ट राख्दैछौँ यहाँ सर आइसक्नु भएको छ किरण खनाल सर उहाँको जोस उहाँको जाँगर उहाँको स्टामिनाको हामी जहिले तारिफ गर्छौँ हजुर हो मुकुल सर पक्कै त हजुर अगाडि हुनुहुन्छ नि मुकुल सर अलिक पछाडि हुनुहुन्छ क्या जस्तो लाग्यो है ल हजुर अगाडि बिस्तारै बढ्दै गर्नु म हजुरलाई भेटाउँछु ओहो रोक्नु चाहिँ भएन होइन हजुर कति 1 किलोमिटर 1.5 किलोमिटर सक्यो होला निको सेरा भन्ने ठाउँमा आइसकेका छौँ यहाँबाट हामी अगाडि बढ्दैछौँ निको सेरा भक्तपुरको ठाउँ हो तर खास चाहिँ मैले यो नाम चाहिँ सुनेको थिइनँ कुदियो भाइ तिम्रो नाम के हो नि रिदम प्रितम रिदम 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 पुरा नाम के हो रिदम प्रजापति रिदम प्रजापति कहाँबाट हो तिमी यही तिमी तिमीबाट तिमीले कतिचोटि रन गर्यो अहिलेसम्म फर्स्ट टाइम ल एनर्जी छ नि होइन ल दौड्यो कति क्लासमा पढ्छौ धेरै अझ धेरै क्लास कति क्लासमा पढ्छौ 8 क्लासमा पढ्छौ कति इयर्स भयो तिमी 14 ल अब दौडिनुपर्छ है डेली ल कुन स्कुलमा पढ्छौ नवरत्न ल दौड्यो तिम्रो सँगै दौडिनुपर्छ है त ल रिदम भन्यो है ल ठिक छ मेरो नाम सन्देश राई म कलङ्कीबाट हो भाइ कलङ्की अनि तिमीलाई शनिबारको दिन त्यसरी बिहानै कुद्न चाहिँ जोस जाँगर कहाँबाट आयो नि तिम्रो साथीहरू त सुतिरह होला अहिले उनीहरू पनि छन् कतिजना छौ तिमीहरू 6-7जना ओहो भनेपछि भक्तपुर ठिमीको बोइजहरू एकदम एक्टिभ छ जस्तो छ है ल साथीहरू पछाडि छ कि अगाडि छ एकदम अगाडि सब पछाडि कोही पछाडि कोही अगाडि ल आऊ ए यतापट्टि हो ओहो हामी त कुरामा झन् अर्को बाटो गयो भाइले यहाँ हो भनेर मलाई थाहा भयो योभन्दा अगाडि दौडिनु गरेको थियो कि थिएन स्कुलतिर थिएन अनि अरू बेला यस्तो दौडिनु गर्थ्यो गर्थेन थियो के स्पोर्ट खेल्छौ नि तिमी सबै खेल्छौ बास्केटबल फुटबल क्रिकेट सबै खेल्छौ ल ग्रेट ल साथीहरू अहिले हामी बोडेबाट तेर्सो लाग्दैछौँ मध्यपुर तिमी बोडे आज मुकुल सर कहाँ जानुभयो किरण सरलाई त भेटेँ मैले मुकुल सरलाई भेटेको छैन मुकुल गुरु पछाडि आउँदै हुनुहुँदो रहेछ केही मिठे पछाडि हुन्छ आयो गुरु आयो हेलो हेलो उहाँ बाटो देखाउनु बसिराख्नु भएको छ यहाँ हाम्रो प्रहरी दाजुभाइ स्वयंसेवकको रूपमा बसिराख्नु भएको छ आयो 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 ये जो मेरे दोस्त है मैं इनको स्टार्टिंग की लाइन में ढूंढ रहा था और ये है इधर आगे निकले हुए मैं भी आपको स्टार्टिंग लाइन पे ढूंढ रहा था मगर मैंने आपको नहीं देखा और मैं आगे दौड़ाए और मैं जैसा कि आपको पता ही है मैं सबसे लास्ट में स्टार्ट किया आज उनकी वजह से और कोई ना अब इजी जॉब करते करते चलेंगे इनके साथ इजी पेस में चलेंगे
तो अंकल आगे निकल के अङ्कल आगे चल गए अच्छा अच्छा हामी बोडे बस पार्कमा आइसकेका छौँ साथी देख्न सक्नुहुन्छ राइट साइडमा बोडे बस पार्क हेलो 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 अब हामी यो पुरानो भक्तपुरको यो गाउँ भन्न सक्यो के भन्न सक्यो प्राचीन गल्ली गल्लीमा हामी आइसकेका छौँ अब यहाँबाट भ्लग राम्रो आउनेवाला छ अब यो वाइड एङ्गलबाट अल्ट्रा वाइड एङ्गलबाट मैले भिडियो सुट गर्दैछु किनभने यो भक्तपुरको भित्री गल्ली त देखाउनु पऱ्यो हजुरहरूलाई है लास्ट टाइमको भ्लगमा चाहिँ मेरो सबै अल्ट्रा वाइडबाट मात्र सुट भएछ बिचमा मैले क्यामेरा एङ्गल चेन्ज गरेको थिएन अहिले पनि क्यामेरा एङ्गल चेन्ज गरेको छु मैले मधेपुर छिमी बोडेको भित्री बाटोमा हामी अहिले मधेपुर मनसुन रन दौडिँदैछौँ यहाँबाट एक्जिट गेट रहेछ यहाँ चाहिँ के छ हामीलाई रिफ्रेसिङ ड्रिङ्क छ जस्तो छ हामी त्यो लिएनौँ नलिकन अगाडि बढ्दैछौँ वा यहाँनिर देख्न सक्नुहुन्छ सुन्दर 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 ताल वाउ भक्तपुर बोडेमा हजुरहरू कहिले आउनुभएको छ भने यो ताल भिजिट गर्न सक्नुहुन्छ यो पोखरी भिजिट गर्न सक्नुहुन्छ यो पोखरीलाई हामी एक राउन्ड लगाएर हामी फेरि फर्किँदैछौँ वाउ कस्तो राम्रो पोखरी देख्न सक्नुहुन्छ कमलहरू पनि फुलिरहेका छन् सुन्दर कमल फुल यो अल्ट्रा वाइडको कारणले गर्दाखेरि हजुरले फुलहरू देख्न सक्नु भएन होला तर मैले यहाँबाट देखिरहेको छु पिङ्क कलरको कमल वाउ अब हामी अगाडि लाग्दैछौँ लोकेसन कन्फ्युज नहोस् भनेर ठाउँ ठाउँमा स्वयंसेवकहरू परिचालित हुनुहुन्छ देख्न सक्नुहुन्छ उहाँले यो वे भनेर सिग्नल गर्दै हुनुहुन्छ अब हामी लाग्दैछौँ यो साइडतर्फ साथै यो ठाउँलाई चाहिँ धुन्चे पाखा भन्छ कि क्या हो धुन्चे पाखा बोडे देख्न सक्नुहुन्छ यहाँ हरियाली धान रोपेको छ यहाँबाट हामी अब लेफ्टतिर लाग्दैछौँ हाइवे छोडेर यहाँबाट देख्न सक्नुहुन्छ यो बाटो चाहिँ अलिक कच्ची छ है पानी जमेको छ बिहानभरि पानी परिरहेको थियो हामी पछि बाटो सकेर अब यहाँ ढलान गरेको बाटो आइपुग्यौँ यो बाटो ओह्रालो छ देख्न सक्नुहुन्छ हामी फेरि भक्तपुरको अर्को ठाउँमा इन्ट्री गर्दैछौँ हेलो हेलो ब्रदर हेलो कुदियो ब्रदर कुदियो कुदियो कमन
फेरि भक्तिपुरको अर्को ठाउँबाट एक्जिट गर्न लाग्छौँ। एक्सक्युज मी, एकछिन है, यता है। ल अब हामी राइटतर्फ लाग्दैछौँ। करिब 3 किलोमिटर सकि हुनुपर्छ। कस्तो खुट्टा पाउँदैन नि, हाल्टोमा पढेन। काठको पोखरी देख्न सक्नुहुन्छ साइडमा। पानीले भरि छ। मनसुन र जहाँबाट स्टार्ट गरेको थियो त्यहाँ हामी आइसकेको छौँ। हेर्दा हेर्दै आज हस् ओके मन्दिर घुमेर हामी लाग्दैछौँ। हो माइ गॉड, कति चाँडो सकियो हो यो, मैले त सोचेको थिएन। अगाडि अब हामी मेडल लिन गइरहेको छौँ। गुरु के हो हजुर? गुरु अगाडि आइसक्नु भएको छ मभन्दा। अब यहाँ हामी मेडल लाउन गइरहेका छौँ। थ्याङ्क यू सो मच। सुरेन्द्र श्रेष्ठ है, थ्याङ्क यू सो मच सर, थ्याङ्क यू। हजुर स्योर, हस् स्योर, हस् थ्याङ्क यू सो मच। ओहो त्यही त मलाई पनि त्यस्तो लाग्यो, कति चाँडो सक्यो जस्तो लाग्यो। वार्मअपै हो यो। हजुर स्योर, हस्। अब अर्को टाइम चाहिँ रियल रेस हुनेवाला छ भनिदिनुहुन्छ। आज चाहिँ धेरै चाँडो सक्यो जस्तो लाग्यो। ब्रदर सकियो फाइनल्ली, कस्तो लाग्यो? राम्रो। तिम्रो कति रन हो यो? फर्स्ट रन। ओ माइ गॉड, फर्स्ट रनमा पनि यति मजाले हान्यो तिमीले, कङ्ग्रेचुलेसन्स। सँगसँगै पुऱ्यायो होइन त्यो टाइमसम्म। ल आजको मेडल भनेको यो अलि दामी छ, दामी छ। यस्तो मेडल हामीले पाएको थिएन। योभन्दा अगाडि पाएको मेडल भनेको सबै के भन्छ गोल्ड सिल्भर भनेर त्यो सबै मेडलको थियो। आज भने यो काठको मेडल छ, देख्न सक्नुहुन्छ। यो नेवार भाषामा के लेखेको छ त्यो बुझिनँ मैले, तर देख्न सक्नुहुन्छ आजको मेडल भने हाम्रो युनिक नै रहेको छ। आई लाइक इट। नेपाल आते हैं, सिर्फ काठमांडू घूमते हैं। आइए भक्तपुर के भी नज़ारे लीजिए, इतना अच्छा है हमारा भक्तपुर। साथीहरू अब हामी वाटर र ब्रेकफास्ट लिन गइरहेको छौँ। यहाँ डिस्ट्रिब्युसन भइरहेको छ यहाँ। अब हामीले वाटर र ब्रेकफास्ट लिन गइरहेको छौँ। अगाडि बढौँ गुरु। उताबाट आउनु भयो क्या, खास हामी यताबाट वेट गरेछौँ, उताबाट आउनु भइरहेछ। अनि गुरु अगाडि बढाउनु। अब पालो आइसकेको छ मेरो पनि ब्रेकफास्ट र वाटर लिने। ओके यहाँ टिक लगाइदिनुहुन्छ। हस् ओके, हस् थ्याङ्क यू। मैले चाहिँ ब्रेकफास्ट लिइसकेको छु। हाम्रो मुकुल गुरु कहाँ जानुभएको छ? लिएर कता जानुभयो? उहाँ कहाँ जानुभयो? यता हुनुहुन्छ। अब आज हाम्रो बिहानको ब्रेकफास्टमा के छ हेरौँ। भोक लागेको छ, भोक लागेको छ। आज पानी छ अनि आज मुकुल सर एकदम खुसी हुनुहुन्छ। मुकुल सर
साथीहरू यहाँ लन्चमा के आइसकेको छ उहाँको त्यस्तो देखियो हाम्रो के रहेछ हेरौँ है त यो स्यान्डविच छ त्यस पछाडि हजुरले देख्न सक्नुहुन्छ यहाँ फ्रेन्च फ्राई पकौडा थोरै र यहाँ हजुरले देख्न सक्नुहुन्छ यो हेल्दी फ्रुट्स छ यहाँ केचप छ यति नै हो आजको हाम्रो स्न्याक्स ल मुकुल गुरु ल लिनुहोस् उहाँ चाहिँ अब पकौडा लिन गइराख्नु भएको छ कस्तो छ ठिक छ ल एकचोटि म पनि ट्राई गरौँ कस्तो रहेछ भलै सानो छ तर स्वादिलो छ अब अरू पनि हामी खानेछौँ अब हाम्रो मुकुल गुरु रनर त हुनुहुन्थ्यो अब हेर्दा हेर्दै अब फुड ब्लगर पनि हुनुहुन्छ उहाँ फुडको पनि रिभ्यू दिँदै हुनुहुन्छ यस्तो त्यस्तो भनेर ठिक छ उहाँले जे छ जस्तो छ सही कुरा बताउनु भएको छ अब म स्यान्डविच पनि लिइहेर्छु कस्तो रहेछ यसलाई के भन्छ स्यान्डविच नै होइन यसमा पनि ठिक छ न ज्यादा नमक है नमक तो नहीं होना चाहिए सैंडविच में एकदम तो गाइस रेस हो चुकी है खत्म और अपना लंच भी कर रहे हैं और देखते हैं आपकी रेस मुझे लगता है शायद मेरे 40 मिनट से पहले हामीले बिहानको नास्ता पनि लियौँ अब हामी जाँदैछौँ सर्टिफिकेट लिनको लागि सर्टिफिकेट यतापट्टि वितरण भइरहेको छ यहाँ कसरी वितरण भइरहेको छ हेरौँ ओ मेरो सर्टिफिकेट पाइसकेको छ थ्याङ्क यू सो मच हजुरलाई 205 सर्टिफिकेट देख्न सक्नुहुन्छ मध्यपुर मनसुन रन 7.5 किलोमिटर कम्प्लिट गरेर मेडल यहाँ छ सर्टिफिकेट यहाँ छ नास्ता लिएर हामी अहिले बालकुमारी मन्दिर मध्यपुर ठिमीबाट हामीले यो भ्लगलाई सुरु गर्दैछौँ अब हामी एक्सट्रिम लिन गइरहेको छौँ हेल्थको लागि त्यति राम्रो त हुँदैन तर कहिले काहीँ चल्छ है ल यहाँनिर छ मेरो चाहिँ थ्याङ्क यू सो मच थ्याङ्क यू ल यो एक्सट्रिमको विज्ञापन चाहिँ होइन स्वास्थ्यको लागि त्यति धेरै राम्रो हुँदैन है कहिले काहीँ भने चल्छ फेरि किनेर भने चाहिँ खाइँदैन नि यस्तो कुरा यो यहाँ फ्रीमा डिस्ट्रिब्युट गरिरहेको रहेछ अनि लिदिउँ भनेर हो लिनुभयो हजुरले सर्टिफिकेट ल्याएको साथीहरू आजको यो हाम्रो सर्टिफिकेट देख्न सक्नुहुन्छ मध्यपुर मनसुन रन सन्देश राई 7.5 किलोमिटर रन कम्प्लिट गरेको थिएँ मैले अब यो सर्टिफिकेट जान्छ मेरो झोलामा यहाँ छ मेरो यसमा मैले राख्नेवाला छु साथीहरू यस्तो आइसकेको छ यहाँ फेरि यो स्टिक हनी एनर्जीको लागि हामी यो लिँदैछौँ स्टिक हनी कस्तो रहेछ यो पनि टेस्ट गरौँ लागिरहेको छ कि यो असली हनी हो आज एकदम विकनेस फिल भइरहेछ टेस्ट चाहिँ एकदम ओरिजिनल हनी जस्तै छ पक्कै पनि यो ओरिजिनलै हुनुपर्छ मिठो 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 सोचेकै थिएन साथी 205 आइसकेको छ कङ्ग्रेचुलेसन्स टु मी सोचेको थिएँ आउँदैन होला भनेर के पायो हेरौ साथीहरू 205 आयो ओके थ्याङ्क यू सो मच थ्याङ्क यू मलाई अघि नै हाइट लाग्न यस्तो नम्बर भनेर डबल डिजिट भनेर बेला 6 गेस गर्दा 6 7 भन्दा के 6 7 एभ्रीबडी के
के छ छनु चाहिँ छ यहाँ So you say 3 digit number. होला भनेर म लक्की चाहिँ कहिले पनि हुन्न क्या यस्तो कुरामा आज भने भक्तपुरमा आएर चाहिँ लक्की भएको छु के पाइनु हो खै मैले नि हेरेको छैन गुरु यो के छ फुड भाउचर एनआरपी एनपीआर 1000 रुपिसको भाउचर रहेछ 1000 का भाउचर है मतलब 1000 रुपये का सामान 1 digit number 8. ल गुरु यो मैले हजुरलाई हस्तान्तरण गरेँ ल हजुरलाई भयो यो चाहिँ राख्नु सँगै के काम होइन अब सँगै गएर खाने हो क्या ओके तो लॉटरी भले ही उन्हें पड़ी है और आएंगे दोनों मिलकर 500 रुपये उनको 500 रुपये उनका ये अब हम दोनों मिलकर खाएंगे सही है ओके देखिए यहाँ पे ये फूड वाउचर इन्हें मिला है 1000 रुपये की वर्थ का है ना देखते हैं ये कौन सी जगह पे है पेप्सी कोला में जो कि यहीं पे है पेप्सी कोला जगह की नाम भी है अब हम एक बार रुकेंगे अब उनको भी एक बार नंबर देखेंगे हो सकता है दोनों को ही पड़ जाए तो बहुत बढ़िया होगा नहीं तो एक तो मिला है साथीले पनि लिइसक्नु भएको छ भाउचर कङ्ग्रेचुलेसन्स थ्याङ्क यू सो मच अगाडि आउँछ लिनलाई 8 गर्न कोकोलाई 8 गर्न मन छ सो जिना काले थ्याङ्क यू सो मच अब हामी यो भाउचर लिएर कहाँ लाग्दैछौँ गुरु पेप्सी कोला हामी पेप्सी कोला लाग्दैछौँ यसमा 1000 रुपिसको भाउचर छ यसमा के मिल्छ हेरौँ अनि भोक त लागिसकेको छ घरमै गएर खानुपर्ने हो तर फेरि अर्को नेक्स्ट टाइम हामी आउन अलिक गाह्रो हुन्छ हामी विभिन्न इभेन्टमा अटेन्ड गर्ने कारणले गर्दाखेरि यो पाएको किन छोड्ने भन्ने कुरा हो कि कसो हुन त हो हैन हजुर कहाँ हुनुहुन्छ ए आइरहेछ ल अब हामी जाँदैछौँ पेप्सी कोला आजको हाम्रो मध्यपुर टिमी मनसुन रन समाप्त भएको छ हजुर हेलमेट मैले कसैले लाँदैन भक्तपुरमा धेरै सेफ छ भन्ने मलाई लागेको थियो त्यही भएर मैले हेलमेट चाहिँ यहीँ राखेको छु हुन चाहिँ यसरी राख्नु नहुने हो बिर्सेर राखेँ मैले अब भक्तपुरबाट लाग्दैछौँ हामी पेप्सी कोलातिर बाई बाई मध्यपुर टिमी अब अर्को मनसुन रनमा हामी फेरि यदि इभेन्ट भयो भने आउने नै छौँ जरुर होइन गुरु जरूर आएंगे हम फिर वापस आएंगे गाइज हामी आइसकेका छौँ पेप्सी कोला माइकल ग्रिल्समा हामी यो भाउचरलाई एक्सचेन्ज गर्नको लागि लेट्स सी कस्तो छ यहाँ गुरु लेट्स गो अब हामी फेरि घरतिर लाग्दैछौँ साथी यहाँ 10 बजे छ 10 बजे नै ओपन त भइसकेको छ तर अब डिसहरू केही पनि रेडी छैन भन्ने कुरा गर्नुभयो अब हामी लाग्छौँ घरतिर राइट अब छुट्ने बेला भयो मुकुल गुरु आजको समग्रमा रेस कस्तो भयो भनिदिनु पऱ्यो हजुरले आजको रेस चाहिँ एकदमै दामी भयो बबाल भयो होइन अब म त्यही भन्न चाहन्छु अब हजुरलाई होइन किप रनिङ होइन त्योभन्दा बढी आज केही भन्ने इच्छा छैन होइन अलिकति यताउता गर्दा टाढा भएर चाहिँ होइन अलिकति लामो दूरीमा बाइक चलाउँदा चाहिँ अलिकति थकित चाहिँ भएको जस्तै लाग्छ होइन अब त्यत्रो रनिङ गरियो थकित भइएन होइन बाइक चलाउन चाहिँ अलिकति थकित फिल भइरहेछ होइन सो आज केही भन्दैन म किप रनिङ भन्छु होइन बी हेल्दी त्यति मात्रै भने म चाहिँ अब यति भनेर चाहिँ बिदा हुन थालेँ है ओके थ्याङ्क यू सो मच मुकुल गुरु फेरि अब हाम्रो अर्को हप्ताको ट्रेल रन पनि छ 30 किलोमिटरमा फर्म भर्ने भन्नुभएको छ भर्नको लागि रेडी हुनुहुन्छ नि म चाहिँ रेडी नै छु होइन हेरौँ के हुन्छ सरको आज नै भरिदिइहालौँ होइन आज भरिदिउँ अब ट्रेल रेसको लागि चाहिँ अलिक महँगो छ महँगो भए पनि हामी भर्नेवाला छौँ नेक्स्ट विक हाम्रो ट्रेल रेस 30 किलोमिटरको छ त्यो पनि हामीले गर्नेवाला छौँ त्यो पनि बबालै हुनेवाला छ ल यति भन्दै उहाँलाई मैले बिदा गरेँ र अब म सानो घरमा गएर बाबुलाई यो मेडल दिन्छु यसको पनि क्लिप बनाउने छु ल हस् गुरु थ्याङ्क यू सो मच गाइज म घर आइसकेको छु र यहाँ मेरो सानो परिवार
देख्न सक्नुहुन्छ खुसी परिवार यहाँ छ भुन्टी नानी नायुमा राई अनि यहाँ मेरो मिसेस र यहाँ छोरो अब मैले पाएको यो मेडल आजको मेडल मैले हस्तान्तरण गर्छु यो चस्ता फुकामा पहिला अनि यो कसलाई दिउँ त आज चाहिँ मैले कसलाई दिउँ ल भन तिमी नायुमालाई लगाइदियो ल आज अलि युनिक छ काठको डल्लो भन्दै हुनुहुन्छ म्याडमले वाउ आज बाबाले पाएको यो मेडल ल है ओके वाउ आज मैले यही मेडल जितेको छु साथीहरू यो भक्तपुरको मध्यपुर टिमी मनसुन रन अनि मिसेसलाई के भन्नु छ बिहान बिहानै गएको थिएँ म रिसाउनु भएको छ छैन सन्चो नभएको मान्छे नजानु भने अब मैले चाहिँ अनि त्यही पनि फर्म भरिसक्नु भएको भएर चाहिँ अब जाने जस्तो कुरा भयो त्यही पनि ल्याउनु भयो चाहिँ कस्तो युनिक छ क्या अहिलेसम्मको देखेको भन्दा यो फर्स्ट टाइम आएको हो यो अलिकति फरक मेडल अब यस्तो मेडल आउनेवाला नै छ अनि नेप्सुङ तिमीलाई कस्तो लाग्यो आजको मेडल थ्याङ्क यू सो मच हो अरू बेला चाहिँ अहिले तिमीलाई दिन्थेँ आज चाहिँ तिमीले नै नानुलाई दियो है ल हाम्रो भिडियो विभिन्न खालको भिडियो आइरहेकै छ हजुरहरूले खानाको भिडियो फुडको देखिराख्नु भएको छ अनि रनिङको भिडियो र एजुकेसनल कन्टेन्टहरू आउने नैवाला छ थ्याङ्क यू सो मच भन्न चाहे सम्पूर्ण भ्युवर्सहरूलाई हजुरले पनि के भन्न चाहनुहुन्छ अब सधैँ भिडियोमा नायुमा नि आउँछ अब रनिङ पछि अनि के भन्नुहुन्छ लास्टमा कङ्ग्रेचुलेसन भन्छु ओके अनि त्यही नै हो फेरि यस्तो यस्तो भिडियोहरू आउँछ लाइक एन्ड सब्सक्राइब कमेन्ट पनि गर्नुहोला आजको भिडियो पनि अति धेरै रमाइलो भयो आजको भ्लग पनि अति धेरै बब्बाल भयो जस्तो लाग्छ हामीले फुड कुपन पनि पाएको छौँ फुड कुपन चाहिँ खान पाएको छैन त्यो पनि अब खान जानुपर्ने छ अब हेरौँ को जानेछ ल आजको लागि भिडियो यति नै हस् त हेर्नुभयो होला अन्तिमसम्म थ्याङ्क यू सो मच बाई